भइदिनु भएकोमा सम्पूर्ण समाजको तर्फबाट र मेरो रेवाली रोल्पा समाज सेवा समितिको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट सबैलाई नमस्कार जेडो झोर्ने। आज हामी हाम्रो लखन थापा मगरज्यूले बलिदान नदिएको भए हामी यो मञ्चबाट बोल्ने र हाम्रो स्वतन्त्रता मनाउने अवसर पाउने थिएनौँ। उहाँको ठुलो योगदानले गर्दाखेरि जीवनदानले गर्दाखेरि उहाँका साथसाथमा सम्पूर्ण शहीदहरूले जीवन दान दिनुभयो र विभिन्न कालखण्डहरूमा शहीदहरूले आफ्नो प्राण आहुति दिनुभयो। सबैलाई हाम्रो तर्फबाट स्यालुट छ र स्मरणीय के छ भने हाम्रो राज्यले प्रथम लखन थापा मगरज्यूको शहीदको घोषणा भने पञ्चसही गरेर धेरै पछि नै घोषणा गर्यो। त्यो चाहिँ सबैलाई स्मरणीय छ र अझै पनि सरकारको तर्फबाट र प्रशासनको तर्फबाट अझै पनि यो क्याप्टन लखन थापा प्रथम शहीदको अवहेलना भइरहेको छ, गर्दै आइरहेको छ। आजको रैलीको दृश्यले पनि त्यही बताउँछ, किनकि हामी मगरको मात्र शहीद होइन, यो पूर्व मेचीदेखि पश्चिम महाकाली सम्पूर्ण जात जातिका सम्पूर्ण नेपाल अधिराज्यभरि छरेर बसेका सम्पूर्ण नेपालीको प्रथम शहीद क्याप्टन लखन थापा मगर हुनुहुन्छ। उहाँलाई सरकारले स्वीकार्ने कि नस्वीकार्ने त्यो घकिलो र खड्किलो कुराहरू छ, यो हामीले बुझ्नुपर्छ। आज पनि यहाँ हामी मगरले मात्र